यो पैसा के को लागि पैसामा मलाई बिकाउँ यो पैसा के रे यो पैसा यो मार्क्स खोल्छु यो पैसा यहाँ मलाई पैसामा किन आउने यो पैसा के को लागि के किन दाइ म कानुन हातमा नलिएर मात्रै हो के उठ यहाँ खुट्टा रोक्छु त्यसो भए माफी मान खुट्टा रोक्छु यहाँ रोक्छु खुट्टा ल छोडिदिन्छु रोक्छु अबदेखि आइन्दा कसैको चेलीबेटीको जिन्दगीमा नि जिन्दगीमा कहिले पनि खेलबाड नगर्छु यथार्थ नबुझेर अर्थ नलगाइस् बुझ्यो ओराली लागेको मृगलाई नि उतैतिर धक्का दिने काम नै नगर्छस् के बुझ्यो नि ओराली लागेको ओराली चुक्कुल नलाउने दाइ म यही चुक्कुल जस्तो बनाइदिन्छु अहिले भर्खरै किनभने चाहिँ ओराली लागेको मृगलाई उतैतिर धक्का दिने कसैको जिन्दगीलाई चाहिँ ओरालीतिर लागेर झुटो कुरा भ्रम फैलाएर परिवार खोजिदिने परिवारलाई ताजा बनाइदिने जिन्दगी चाहिँ कहिले पनि नगर्छु कुनै दिन पनि नगर्छु काहीँ पनि नगर्छु लाइफ हो धेरै जीवन लामो छ क्या बुझ्यो माफी मागेर हात जोडेर सरी भनेर समस्याको समाधान हुने भयो त म पनि गल्ती गरेँ सरी भन्दै हिँड्थ्यो होला क्या अझ ठुलो कुरा गर्छन् आइसकेपछि झुक्नु छ खुट्टा रोकेर माफी सरी भन्छ ल सरी भन्छ ल सरी भन्छ ल सरी भन्छ ल समस्या ल सरी भन्छ नि त कानुनी गरेर म उपाउनु म आफै कानुनी हो त म गरिहाल्छु नि यहीँनिर यहाँ सरी भन्छु ल सरी भन्छ त सरी भन्छ यहाँ सरी भन्ने कि नभए सरी भन्छ ल सरी भन्छ गल्ती गर्छ हो नि होइन हो ल सरी भन्छु म छोडिदिन्छु सरी भन्छु ल जिन्दगीमा अबदेखि आइन्दा त्यो अङ्कललाई लिएर आउने अब कानुनी र हजुरको लफडा सट्यो गइसोस् कानुनी लफडा सिद्धियो कानुनी लफडा यही हो जिन्दगीमा अर्कोचोटि अङ्कलसँग आउँदा त्यो मुख्य नायकीसँग आउँदा त्यो घरसम्म लगेर त्यो दुनियाँलाई बुझाउने लगेर आउँदाखेरि चाहिँ ऊ गरेपछि आइसोस् ल के भन्छ भने मुख खोलेर चाहिँ आइसोस् नत्र भने खोलिदिन्छु फेरि आज 2 झापट भयो अर्कोचोटि तार गइसोस् मेरो नजरबाट गइसो त्यो पैसा लिएर गइसो पैसा म दाइ पैसा लिएर गइसो पैसा मलाई यो अर्काको पैसा आफ्नै कमाइले चाहिँ यहाँ पुगेन जिन्दगी दुनियाँको पैसाले मलाई पुग्दैन के